नमस्ते गुड मर्निङ। म चाहिँ बिहानै उठेर तल बारी जाँदैछु। बारी चाहिँ हाम्रो पिनालु टिप्नु पर्ने छ। आज चाहिँ सघाउनु पर्ने छ त्यो बारीको, त्यही भएर म पिनालु टिप्नु जाँदैछु। प्लस आज हाम्रो गाउँघरको छिमेकीको के भन्छ पूजा पनि छ। त्यो अस्ति मैले भिडियोमा देखाएँ त्यस्तै सेम पूजा छ। अनि अहिले चाहिँ म जाँदैछु। बिहानै कति जाडो हुन्छ परतिर हेर्नु त गाइस, ढुसी नै लागिरहेछ। राति चाहिँ झप्प लाग्छ अनि बिहान चाहिँ उठिहाल्छ क्या। अब के भन्छ बारीमा गएर भेट्नुपर्छ। साथीहरू हिजो चाहिँ म मम्मी कान्छी अनि नानी आएको थियौँ। अनि हिजो चाहिँ लाने थियो नि त मान्छेले धरान बेच्नलाई। अनि अहिले चाहिँ अब घरकै लागि भनेर गएको। कति जाडो चिसो शीतले हेर्नु न यहाँ कस्तो भइरहेछ। शीत बसेर आज झन् लुगा नलाइकन चलिदिएको। भरे गर्मी हुन्छ नि त घाम लाग्छ, त्यही भएर हिँडेको। जाडो छ। यहाँ हेर्नु त साथीहरू, हाम्रोतिर त हेर्नु न सिम्बली ढलेर बिजोक छ हौ। हेर्नु न सबै ढलेको छ त। एउटा ठाडो छैन हेर्नु न। हो बिजोक छ है हाम्रोतिर त। हावाहुरीले ढालिदिइहाल्यो। सिमली ढलेर हेर्नु निस्किने रहेछ उसको फल नै हो। गाइज म चाहिँ बारी आइपुगिसकेँ। बारीमा चाहिँ कस्तो टिप्नु पर्ने हो भने तपाईँलाई म देखाउँछु ल। यस्तो टिप्नु पर्ने हो क्या खासमा। यस्तो टिप्यो पक्लक अनि डोकोमा हालो घरमा लानुपर्ने छ। यस्तो टिप्नु पर्ने हो क्या। यस्तो यतातिर पनि छ। कुनै चाहिँ कत्रो हुन्छ, कुनै चाहिँ ठिक्कको हुन्छ, कुनै चाहिँ फेरि यत्रो हुन्छ क्या। यसको दाल चाहिँ फेरि एकदम मिठो हुन्छ नि। यसको पिनालुको दाल दामी हुन्छ। बनाउनु जाने भने मात्रै बनाउनु जाने भने त चिलाउँछ कोकाउँछ। यस्तै छ साथीहरू। अब अलिक घाम लाग्दै भएको भए त शीतलै हुन्थ्यो होला। अहिले त शीतल अरे जाडो हुँदैन होला। अहिले त कस्तो शीत छ हेर्नु त है। शीत तप चुइरहेछ। अनि तर पनि ठिक छ। कतिसम्म हुन्छ कति भारी हुन्छ हेर्दै गर्नु होला। म देखाउँदै गर्छु साथीहरू। मैले चाहिँ यति ल्याइ पुऱ्याएँ घरमा दुईटोको। अनि अब पूजामा जानुपर्ने छ। अब रेडी भएर पूजामा जानुपर्छ। अब ह्याप्स हान्न बोलाइसक्यो आफूलाई होइन। फोनमा चार्ज पनि छैन। अब पूजामा गएर भेट्नुपर्छ। बाई गाइस, म चाहिँ अब पूजा गएको। पूजामा आइपुग्यौँ है। सबैजना खाँदै हुन्छ खाना। यो पूजा चाहिँ अब सकिएको पो है साथीहरू। हामी चाहिँ अब पूजा गएर अब फेरि खेताला जानुपर्ने छ यहाँ नानाहरूको। अब खेतमा गएर भेट्नुपर्छ। फेरि त्यहाँ पनि पिनालु खन्नु नि टिप्नु नि अरे खेतालामा। रमाइलो हुन्छ खेतालामा। यहाँ चाहिँ हामी चाहिँ अब एकछिनमा गएर जानुपर्छ पूजामा आएँ खेतालामा। मैले चाहिँ अस्ति नै एउटा भ्लग लगाएको थिएँ। त्यहाँ चाहिँ नानीहरूलाई क्याप्चर गरेको थिएँ। त्यो क्याप्चर गरेको भिडियो डिलिट गरेर चाहिँ त्यो एडिट गरेर सबै पोस्ट गरेँ। लास्टमा पोस्ट पनि भयो, भ्यू पनि आइरहेछ होइन। तर उयो के पो त्यो के भन्छ ब्यान गरिदिइरहेछ क्या युट्युबहरूले। त्यस्तो पनि हुँदो रहेछ क्या, मलाई थाहै थिएन अहिले। अनि केटाकेटीहरूको भिडियो ल्याउनु मिल्दैन रहेछ क्या। अब जान लागेको गाइस। नाना कति ढिलो गर्नुभयो गाइस। हामीले चाहिँ खेतालाबाट फर्किँदैछौँ खाजासाजा खाएर। त्यो यति भयो भनेर चाहिँ मैले
क्याप्चरै गर्नु पाइनँ क्या बिर्सेर भन्दा नि हतार छ छिटाउ न टोलिँदै बसिराख न अब प्याम्पस लगेर जाँदैछु